परिवार भएको व्यक्तिहरूको आयु लामो हुन्छ। तपाईँ घर जानुहुन्छ, छोरी छ, छोरा छ, श्रीमती छ, आमा बाउ छ, ती व्यक्तिहरूलाई कम्युनिटी भन्छ क्या। जस्तो ओकिनावन्सहरू चाहिँ स्ट्रङ कम्युनिटी बन्ड भएको जातिहरू हो कि तिनीहरू। आइसोलेट कहिले पनि बस्दैन उनीहरू। जहिले पनि एउटा लामो आयुको अर्को सूत्र भनेको एक्लो व्यक्ति कहिले पनि 100 वर्ष बाँच्नै सक्दैन, डिप्रेसन र एन्जाइटीमा हुन्छ। यो चाहिँ हेर्दा सानो कुरा हो तर सबैभन्दा इम्पोर्टेन्ट कुरा हो यो। इभन कि ओकिनावन्सहरू 2 चोटि 3 चोटिसम्म बिहा गर्छन् मर्यो भने श्रीमती। भन्नुको मतलब फ्यामिली भ्यालुज स्ट्रङ भएको व्यक्ति हो क्या यिनीहरू भनेको। भन्नुको मतलब माया, दया, करुणा, स्नेह भएको व्यक्तिहरू हो क्या। भन्नुको मतलब एउटा व्यक्ति लामो बाँच्नको निमित्त, हजुरको भाषामा लामो भयो, मेरो भाषामा हेल्दी बाँच्नको निमित्त कति कुरा रहेछ हेर्नु त। हामी जहिले पनि खानपानको कुरा गऱ्यो सक्यो, उसको मेन्टल हेल्थको कुरा गरेका छौँ, हामी कुरा गरिरहेका छौँ। एउटा व्यक्ति 100 वर्ष बाँच्नको लागि के गर्ने है त। अब यो एकदमै ठुलो हो। म अघि भने एउटा व्यक्ति 100 वर्ष बाँच्ने हुँदैन। एउटा व्यक्तिको लन्जाभिटी जति छ त्यति नै स्वस्थ हेल्थ स्प्यान चाहिँ हुनु पर्यो, अथवा लामो कसरी बाँच्ने भनेर। जति वर्ष बाँच्योस् त्यसमा 1 नम्बरमा हजुरलाई मैले बुझाइसकेँ, एउटा व्यक्ति लामो बाँच्नको उसको पहिलो भनेको निद्रा हो। उसको राम्रो निद्रा हुनु पर्यो। दोस्रो नम्बरमा फिजिकली एकदमै एक्टिभ हुनु पर्यो। त्यसपछि स्ट्रेसहरू कम हुनु पर्यो, सामाजिक हुनु पर्यो त्यो व्यक्ति, उसको आफन्तजन हुनु पर्यो, उसलाई माया गर्ने व्यक्तिहरू हुनु पर्यो। त्यसै गरी त्यसपछि बल्ल आउँछ कि खाना, सही खानपान यहाँनिर काम लाग्छ। त्यसपछि एन्जाइटी र डिप्रेसनहरू, यी सारा कुराहरू मिलेपछि बल्ल एउटा व्यक्तिको लामो आयु हुनसक्छ। 24 घन्टा स्ट्रेस आउट भएको व्यक्तिहरूमा इन्सुलिन पनि हाई हुन्छ, कर्टिसोल पनि हाई हुन्छ, अनिद्राको समस्या हुन्छ, एकातिर सुगर हुन्छ, प्रेसर हुन्छ। अब त्यो व्यक्ति कसरी लामो आयु बाँच्न सक्छ?